कति दिन भयो हजुर हस्पिटल आउनुभएको 20 दिन यो टन्नै भएर चाहिँ हजुर आउनुभएको त यत्रो दिनसम्म हजुर नुहाउनु भएको छ कि नै म चाहिँ स्याहारकर्ता हो आज नुहाउनु भनेर यसो हिँडेको हजुरको चाहिँ कपाल गर्नु जस्तो रहेछ चाँडो गर्दै गयो भने चाहिँ स्किन के अरे कपालको चरामा सर्कुलेसन हुँदैन राम्रोसँग कपाल पनि बढ्न पाउँदैन चाया धेरै परेपछि पनि पर्छ त्यही भएर नुहाउनुपर्छ है दाइ आज नुहाउनु पऱ्यो हजुर नाच गर्नुहोस् म चाहिँ आँटेको छहरू लिएर आउँछु बसी अलिक चकिलो बनाउँछु ढोकाहरू पनि लगाइसकेँ अब नयाँ आउँछ अझै बस्नु है आर्टिकल्समा मैले चाहिँ 2टा टावल लिएर आएको छु लिएर आएको छु म्यागनिटोस चाहियो 2टा अनि यो स्ट्यान्डमा राख्नलाई फेरि अर्को टावल पनि चाहियो अनि एउटा फर्म अनि हेयर वासको लागि स्याम्पू र वेल ग्लासमा ड्राई गरेपछि लगाउनलाई अनि यो चाहिँ इयरबड कानमा लगाउनलाई कानमा पानी पस्छ भनेर अनि क्लाइन्टको चाहिँ कपडाहरू बुझ्न सक्छ त्यही भएर चाहिँ यसको लागि मैले कपडा पनि राखेको छु अनि उहाँलाई चाहिँ कम्फर्टको लागि कुसन पनि राखेको छु अनि तल चाहिँ हट वाटर वार्म वाटर छ यो चाहिँ घोल पानी राख्नको लागि हो अब म स्टार्ट गर्छु पहिला चाहिँ पेसेन्टको म पोजिसन मिलाइदिन्छु पर्छ नि त्यो पनि कन्टिन्यू हाकिमा गरिदिनु जुन मान्छे सही लाग्छ मलाई राम्रो लाग्छ त्यो पर्छ राम्रो अनि हामी चाहिँ जानु पाउँदैन हामी चाहिँ केमा जाने सदस्य ए त्यो पागो त्यो त मलाई मनै पर्दैन भाषा मात्रै हो केही गर्ने होइन झगडा मात्रै हो बरु सुगरको हुँदै हाम्रो त त्यतिखेर अलर्ट ड्युटी थियो त्यो ड्युटीको प्रोटेस्ट हुँदै थियो 22 बिरामी त्यस्तो भयो के हाल्नुभयो तपाईँले ब्लड चाहिन्छ नि त कटनमा राखेर लगाउने त्यो गर्दाखेरि चाहिँ पानी सोच्दैन हामीले त्यो प्रोटेस्ट पनि सिङ्गल एकदिन पुलिसले चाहियो अनि त्यसपछि भोलिपल्ट कति मान्छेलाई ब्लड चाहियो भनेर हामी पर्छ कि त्यो एउटा पिपलको बोर्ड त्यो पिपलको पर्छ होइन सौदा त्यो चौको पिपल त्यहाँ गएर हामी ब्लड दिएको थियौँ त्यसपछि त्यो ठुलो होला भयो नि अनि त्यसपछि हामी पुलिसमा ब्लडहरू हालेँ छ्याप्छु पनि फेरि भाग्यो यस्तो हाल्यो त्यसपछि माथि कतिको सक्ने टिममा पनि थाहा प्रोटेस्ट त पहिले भाग्यो नै फर्स्ट टाइम नेपालमा चाहिँ अब त्यसमा त बङ्गलादेशीहरूलाई खान सक्दैन त्यो त मध्य प्रदेशकोबाट त्यो गर्दा चाहिँ हामी पनि गर्ने थियो पढ्ने कति आएको नम्बर लाइट कति भयो एज अब तिमी मलाई तपाईँले गर्नुहुन्छ भने पहिला चाहिँ मलाई पैसा दिए पनि मैले तपाईँले गर्न सक्छु उड्दैन है यो त उड्दैन बेसी
मिलाउने हुँदैन त्यो बेला पनि मिलाउनु लागिन्छ नि हप्तामा यसलाई चाहिँ हामीले ड्राई गरेर सकेसम्म कि पोसिबल भयो भने ड्रायर ल्याएर कपाल सुकाइदिने अनि कपाल तेल लगाएर पोलिदिने अनि उहाँलाई चाहिँ हजुर के अरे अफर गर्ने ट्रिट्स गर्नुहुन्छ हट वाटर अनि के भन्छ भनेर अफर गर्ने है प्रत्येक भनेको चेक गर्ने हो चाहिँ यति वर्ष हुँदाखेरि यसलाई रिमुभ गर्ने गर्छु म स्वाद त हुन्छ कपाल नुहाएर अब कस्तो बाहिर हुन सिक्यो